यहाँहरूलाई फेरि पनि स्वागत छ। हामी चाहिँ आज इपिएस टपिक अन्तर्गत रहेको पाठ 4 को छङबल अध्ययन गर्न गइरहेका छौँ, जसको शीर्षक रहेको छ हाङ्गुके छ्वासिक मुन्वा, जसको अर्थ हुन्छ कोरियाको चाहिँ भुइँमा बस्ने संस्कार भनेर भनिन्छ। यसलाई हेरौँ। हाङ्गुके इन्दुरुन भनेको कोरियन मानिसहरू चाहिँ फाङ्गिना भनेको कोठा अथवा मारुए फादाके आन्जास भनेको काठको भुइँमा बसेर सिक्सारुल हागना खाना खाने अथवा युसिगुल छुइहानुन भनेको आराम गर्ने, छ्वासिक मुन्वारुल भनेको भुइँमा बस्ने संस्कारलाई खाजीको इस्युम्दा भनेको संस्कार चाहिँ रहेको छ भनेर भनिन्छ। लिइरहेको छ भन्दा नि रहेको छ भनेर पढ्दा राम्रो हुन्छ। इरान यस्तो छ्वासिक मुन्वानुन भनेको भुइँमा बस्ने संस्कार चाहिँ खाजुकिना परिवार अथवा खाकावन नजिकको छिङ्गोदुल किरी हाम्के साथीहरू बीच हाम्के भनेको सँगै, सोथोङ हागो भनेको चाहिँ कुराकानी हागो गरेर, युतेगामुल यङसङ हानुन भनेको चाहिँ सम्बन्धलाई चाहिँ प्रगाढ बनाउने बेलामा, युतेगामुल यङसङ हानुन दे भने चाहिँ सम्बन्धलाई प्रगाढ बनाउने बेलामा चाहिँ थोमुल छुमिदानको सहयोग गरिदिन्छ अथवा सहयोग गर्दछ भनेर भन्छ। छ्वासिक मुन्वारो भुइँमा बस्ने संस्कार, छ्वासिक मुन्वारो इने भने चाहिँ भुइँमा बस्ने संस्कारको कारणले, रो नाउन प्लस रो उरो इने भने चाहिँ को कारणले हुन्छ। हाङ्गुक सारामदुरुन कोरियन मानिसहरू चाहिँ थेबुबुन अधिकांश छिबेस घरमा सिनबारुल फतको जुत्ता चप्पल खोलेर सेङ्गोलहाम्य जीवनयापन गर्दै फादाक ए आन्जस भुइँमा बसेर सिक्सारुल हानुन भनेको खाना खाने, सिक्दाङदो सुइपके भनेको रेस्टुरेन्ट पनि अथवा भोजनालय पनि शैलीसँग फुलसुइसुम्दा देख्न सकिन्छ भनिएको छ। एकचोटि सरसरी हेरौँ। हाङ्गुक इन्दुरुन फाङ इना मारु ए फादाके आन्जास सिक्सारुल हागना युसिगुल छुइहानुन छ्वासिक मुन्वारो खाजीको इस्युम्दा। कोरियन मानिसहरू चाहिँ कोठा अथवा काठको भुइँमा बसेर खाना खाने, आराम गर्ने परम्परागत भुइँमा बस्ने चाहिँ संस्कारलाई चाहिँ लिइरहेको छ अथवा रहेको छ भनेर भनिएको छ। इराहान छ्वासिक मुन्वानुन खाजुकिना खाक्काउन छिङ्गोदुल गिरी हाम्के सोथोङहाको युतेगामुल यङसङ हानुन्दे थोमुल छुमिदा। यस्तो चाहिँ भुइँमा बस्ने संस्कार चाहिँ परिवार अथवा नजिकैको साथीहरू बीच सँगै चाहिँ कुराकानी गर्दै र सम्बन्धलाई चाहिँ प्रगाढ बनाउने बेलामा चाहिँ सहयोग गर्दछ भनेर भनिएको छ। छ्वासिक मुन्वारो इने हाङ्गुक सारामदुरुन थेबुबुन छिबाने सदो सिनबारुल फतको सेङ्गोलहाम्य फादाक ए आन्जास सिक्सारुल हागना सिक्दाङदो सुइपके फुल सुइसुम्दा। भुइँमा बस्ने संस्कारको कारणले चाहिँ कोरियन मानिसहरू चाहिँ अधिकांश घरभित्र जुत्ता चप्पल खोलेर जीवनयापन गर्दै अनि भुइँमा बसेर चाहिँ खाना खाने अथवा भोजनालयमा पनि खाना खाने भोजनालय पनि देख्न सकिन्छ भनेर भनिएको छ। त्यसै तल छौँ। छ्वासिक मुन्वागा भनेको भुइँमा बस्ने संस्कार, यन्दे एदो भनेको आधुनिकमा पनि, छिसोक थोइनुन भनेको चाहिँ नियमित हुने, युनुन कारण चाहिँ हाङ्गुके छन्तोङ भनेको कोरियाको परम्परागत, नानबाङ भनेको चाहिँ तातो कोठा तताउने अथवा फाङ्सिक इन भनेको दौड तरिका भनौँ न तरिका चाहिँ, ओन्दोले भनेको ओन्दोलको, यङ याङ भनेको चाहिँ प्रभाव तेमुन इराको कारणले भएर हो। ओन्दोल चाहिँ फादाक उल भनेको भुइँलाई चाहिँ
तातो थाके न्यानो गरी हानुन गर्ने हाङ्गुके कोरियाको छन्तोङ परम्परागत नानबाङ भनेको तातो कोठा तातो बनाउने सिसु थेम उरो सिस्टमको रूपमा चाहिँ यर खागुका विभिन्न परिवारहरू मोय भेला भई सानुन बसोबास गर्ने अफादुए सदो अबाटमा पनि चाहिँ फाइफुरुल फाताके पाइपलाई चाहिँ भुइँमा काल्ला बिछ्याउनु कारा यसदो बिछ्याएर चाहिँ छाजु प्राय कारादो यहाँदेखि अलि मिस्टेक भएछ फादाके भुइँमा चाहिँ कारा भनेको बिछ्याइ तुगउन भनेको तातो मुरुल पानीलाई चाहिँ सुनुवा सिखिनु भनेको परिचालन गर्ने फाङ्सिक उरो तरिकाको रूपमा साइङ धमिता प्रयोग गरिन्छ। फादाके सदो भुइँमा चाहिँ फाके सदो भनेको बाहिर चाहिँ छुरो भनेको प्राय फाक नुन बाहिर चाहिँ छुरो प्राय सोफा उइजा एक कुर्सीमा आन्जास बसेर सेङ्गल हानुन जीवनयापन गर्ने छलमुन भनेको जवान साराम दुल्दो मानिसहरू पनि छिप आने सदो घर भित्र चाहिँ छाजु प्राय तातो थान न्यानो फादाके आन्जास भनेको भुइँमा बसेर टिभी रुल फोगाना टिभी हेर्ने अथवा सुइगिदो हामीदा आराम गर्ने पनि गरिन्छ। एकचोटि सर हेरौँ। छ्वासिक मुनुवागा 현대에도 지속되는 이유는 한국의 전통 난방 방식인 온돌의 영향 때문이라고 합니다. भुइँमा बस्ने संस्कारले चाहिँ आधुनिकमा पनि नियमित रूपमा चाहिँ नियमित हुने कारण चाहिँ कोरियाको चाहिँ परम्परागत कोठा तताउने तरिका ओन्दोलको चाहिँ प्रभावको कारणले हो। 온돌은 바닥에 따뜻하게 하는 한국의 전통 난방 시스템으로 여러 가구가 모여 사는 아파트에서도 파이프를 바닥에 깔아 뜨거운 물을 순화시키는 방식으로 사용됩니다. 온돌 चाहिँ भुइँमा न्यानो गरी गर्ने चाहिँ कोरियाको परम्परागत कोठा तताउने सिस्टमको रूपमा विभिन्न परिवारहरू चाहिँ भेला भएर बसोबास गर्ने अपार्टमा पनि पाइपलाई चाहिँ भुइँमा बिछ्याएर तातो पानी चाहिँ परिचालन गर्ने तरिकाको रूपमा प्रयोग गरिन्छ। फादाके सदो छुरो सोफाना उइजाई आन्जास सेङ्वाल हानुन छलमुन सारामदो छिप आने सदो छाजु तातो थान फादाके आन्जा टिबिरुल फोगना सुइगिदो हामीदा बाहिर चाहिँ प्राय सोफा अथवा कुर्सीमा बसेर जीवनयापन गर्ने जवान मानिस पनि घरभित्र चाहिँ प्राय न्यानो भुइँमा बसेर टिभी हेरेर आराम गर्ने पनि गर्दछन्। यति नै रहेको छ यहाँनिर। आजलाई यति नै। बाँकी रहेको हामी अब अर्को छङ्बो अर्को दिनमा पढ्नेछौँ। यस्तै छ। हेर्नुभएकोमा धन्यवाद। यो युट्युब तपाईँलाई यो मैले जानेको कुरा भन्दा के कस्तो लाग्यो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु न विनम्र अनुरोध गर्दछु।